क्लिन एन्ड ग्लोइङ स्किनको लागि हामीलाई हप्ता या 15मा आफ्नो स्किन केयर गर्नु एकदमै जरुरी पर्छ। चाहे तपाईँ त्यो पार्लरमा गएर गर्नुहोस् या त घरमै गर्नुहोस्। र आज चाहिँ म स्टेप बाई स्टेप स्किन केयर गर्नु गइरहेको छु एट होम है। र सबभन्दा पहिला मैले चाहिँ र मिल्कले आफ्नो फेसलाई चाहिँ क्लिन गरेँ र त्यसपछि चाहिँ मैले एउटा बलमा तातो पानी हालेर आफ्नो फेसमा चाहिँ स्टिम लिएँ र स्टिम लिइसकेपछि चाहिँ मैले चामलको आँटा एउटा बलमा हालेँ र त्यसमा एड गरेँ दही र त्यसको चाहिँ मैले मजाको पेस्ट बनाएर आफ्नो फेसलाई चाहिँ हल्का हालेँ स्क्रबिङ गरेँ र त्यसपछि चाहिँ मैले आफ्नो हातमा अलिकति एलोभेरा जेल हालेँ र त्यसमा एड गरेँ मैले हनी र त्यसलाई दुईटालाई मिक्स गरेपछि मैले आफ्नो फेसमा यस प्रकार लगाएँ र त्यही माथि चाहिँ मैले रेजरले चाहिँ आफ्नो अनवान्टेड हेयरलाई चाहिँ यस प्रकारले रिमुभ गरेँ र तपाईँहरूको पनि फेसमा यदि अनवान्टेड हेयर छ भने यस प्रकारले तपाईँले रिमुभ गरिसकेपछि चाहिँ फेरि फेसमा चाहिँ आइस लगाउनुपर्छ र आइस लगाएँ मैले यस प्रकारले र आइस लगाइसकेपछि चाहिँ फेरि मैले एड गरेँ एउटा बलमा मुलेठी पाउडर र त्यसमा फेरि एड गरेँ हल्दी कस्तुरी हल्दी र दही एड गरेर चाहिँ त्यसको एउटा पेस्ट बनाएर चाहिँ आफ्नो फेसमा लगाएँ र तपाईँले पनि यस प्रकारले आफ्नो स्किन केयर गर्नु सक्नुहुन्छ साथीहरू।